यो दृश्य चितवन जिल्लामा अवस्थित 20,000 तालको हो, जुन रामसार क्षेत्र पनि हो। यो चितवन जिल्लाको सदरमुकाम भरतपुरबाट 6 किलोमिटर दक्षिणमा पर्दछ, जुन चितवन राष्ट्रिय निकुञ्जको टिकौली जङ्गल अन्तर्गत अवस्थित छ। यो ताललाई 2003 सालको अगस्टमा रामसार क्षेत्र घोषणा गरिएको थियो। यो ताल 3200 हेक्टर क्षेत्रफलमा फैलिएको छ। म अहिले यो तालको एउटा छेउमा मात्रै छु। यसलाई सफा पानीको ताल पनि भनिन्छ। सफा पानी मनमोहक दृश्य रहेको यो ताल मन नै फुरुङ्ग पार्ने खालको छ। 20,000 वटा साना साना ताल मिलेर बनेको हुँदा यो ताललाई 20,000 ताल भनिएको हो भन्ने किम्वदन्ती पनि रहेको छ।